सो न्यू कलचरल ड्रमर चाहिएको छ भने भनिहाल्नु मलाई। दाइ यो ग्लोभ्सको चाहिँ कति छ? यसको 6000। सोधेको मात्र है। हाम्रो सर स्कुटर लडाइसक्नु भएको छ। यो चाहिँ हाम्रो जोनको बाइक हो। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग होइन। अनि आज चाहिँ हाम्रो फेरि प्र्याक्टिस छ नि त। सो आज चाहिँ सिगेटको वाला हो। सिगेटको आज पाठशाला जानु लाग्यो। पाठशालामा प्र्याक्टिस छ। अब चाहिँ गीत रेकर्डिङ गर्नु लाग्यो नि त। त्यही भएर आज कसरी मेट्रोनोमहरू फिक्स गर्नु छ, टेम्पोहरू। सो अब जानु पनि हुन्छ। सो म चाहिँ रेडी भएर यहाँ पेडल सेडल यहाँ हाम्रो सरले यहाँ स्कुटर कोल्ड स्टार्ट गर्नु लाग्नु भएको छ। सो हेर्नु होला, आज स्याटरडे। अनि के अरे गीत छिटै युट्युबमा आउट हुन्छ, त्यो पनि हेर्नु होला। सो एकछिन बस्नु, अब यहाँनिर जानुपर्ने हुन्छ, गेट खोल्नुपर्ने हुन्छ। सो गाइज यो कुकुर छ नि, यो सालालाई जहिले राति टोक्नु खोज्छ क्या स्कुटरमा आउँदाखेरि। भागेको गर्नुपर्छ। अनि अस्ति त एक दिन त स्कुटर ठेल्नुपर्छ क्या, यसको अगाडि त ठेल्नुपर्छ। उयो कुकुरको अगाडि त टोकिदिन्छ भने अस्ति एउटा दाइलाई त टोकिदिइरहनु भयो क्या। अब आँखै अगाडि क्या। अब हाम्रो जेम्सले स्कुटर पुरै कुदाइरहनु भएको छ। ओहो पछाडि यहाँ ड्रम स्टिक लिन आएको छु होइन, जेम्स र म। सो जेम्सलाई म क्यामेरा स्टिकमा चाहिँ 2B वाला चलाउँथेँ होइन, 2B वाला छैन चाहिँ 5B वाला यो फेरि 9 लाइन गरेको छ क्या। त्यो माथि मलाई वुडवालै मनपर्छ। मैले स्टिक किन्छ कि होइन, स्टिकको प्राइस अलिक महँगो छ। मैले मलाई फिर्ता दिनुपर्छ। थ्याङ्क यू। मेरो फिर्ता चाहिँ यति आयो ल। यहाँ जेम्स गिटारिस्ट बनिदियो। मलाई यो किन्दै नि हुन्छ। यहाँ सिम्बल छैन ल। यहाँमध्ये मलाई जुनै किन्दै नि हुन्छ। यो किन्दै नि हुन्छ, यो किन्दै नि हुन्छ, यो किन्दै नि हुन्छ, यो किन्दै नि हुन्छ। यो किनेर झनै दामी। यो किन्दै नि हुन्छ, यही किन्दै नि हुन्छ। यसको प्राइस गाइज डु यु नो? यसको आई गेस 4000 होला। यसको प्राइस 4000। जे किन्दै नि हुन्छ यहाँबाट। उयो त पन्जा नि पाउँदो रहेछ दाइ, यो पन्जा। दाइ यो ग्लोभ्सको चाहिँ कति छ? यसको 6000। ल सोधेको मात्र है। यतै राखेँ ए यहाँ जोन मेयर बनिदिइसक्यो। यो किलिली कसलाई किनिदिउँ? मिङछोङलाई लगिदिनु पर्ला। मिङछोङ मेरो मिङछोङ भाइलाई। यहाँ स्टिक मनी बसन, यहाँ बसन। के भयो त? अनि तिमी छोडिन ड्रमहरू। ल बजाऊ। एकछिन जोडेकै छैन क्या। इलेक्ट्रिक यो किन्ने नि हुन्छ। अहिले बज्नु थाल्यो पछि। वाह हाम्रो जेम्स ड्रमर। सो न्यू कलचरल ड्रमर चाहिएको छ भने भनिहाल्नु मलाई। ल त उसलाई त मजा अघि चाहिँ बजाउँदिनँ भन्दै त अहिले मजा लागेछ। ल त मेरो खिच्छ त ल। सो अब म बजाउँछु ल। इलेक्ट्रिक अहिले तर औडा हुन्छ। सो हामीले चाहिँ यहाँ स्टिक किनिसक्यौँ होइन है। सो हामी चाहिँ यहाँनिर थियौँ बेसन ट्रेभलमा। अब सो हामी जानुपर्ने हुन्छ। चियाउनु खोज्छ मेरो आज होइन। आउनु चाहिँ आउँदैन क्या। अनि हाम्रो सरले स्कुटर घुमाउनु दिन्छ। कसैलाई नयाँ ड्रमर चाहिएको छ भने यु क्यान डिएम मी। ओए पेडल झर्न लाग्यो। अब हामी जानुपर्ने हुन्छ। अब जाने हो। स्टपिन्छ नि मसला। यता चाहिँ अलिक रिस्की। मलाई चाहिँ डर लाग्छ कि। सो हामी पुग्न लाग्यौँ, बस्नु ल अब एकछिन। सो गाई ओहो के हो यो चाहिँ? म चाहिँ पाठशाला आइपुगेँ होइन, पाठशाला। सो
सो हाम्रो सर्भिस भाइ यहाँ हुनुहुन्छ सर्भिस भाइ के छ हाम्रो सर्भिस भाइ चिनिहाल्नुहुन्छ तपाईँहरूले सो यहाँ केटाहरू चाहिँ यहाँ अब कानसान के भन्दैछ कानसान छोड्ने ओर्ने ल हेर्नु होला यहाँ खोइ छिडिसकेको पसेन यो चाबी छिराइदेऊ वाह 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 अलवेज लेट गाई थाहा छ नि पहिल्यैदेखि लेट गायो भनेर थाहा छ नि पहिल्यैदेखि लेट गायो भनेर थाहा छ नि पहिलाको भ्लगदेखि भाइ सबलाई थाहा छ ब्रो अब प्र्याक्टिस सुरु हुन्छ गीत नै छिटै आउँछ होइन टक्कले मस्तले हाम्रो पङ्क भाइ ठिक छ नि मेरो पेडल सेडल यहाँ छ सब एकछिन पक्नु ल नेल्सन वी आर मिसिङ यु सो मच होइन तिमी चाँडो आउनु पऱ्यो सो अब हामी यो चाहिँ दिस इज पाठशाला म त यही ड्रम बजाउँछु पेडल सेडल ल एकछिन पक्नु यहाँ सेटअप गरिहाल्छु म पक्नु मेरो सेटअप भइसक्यो सरोज भाइ गीत सुन्नु होला डी पक्नु आजको क्यामराम्यान हाम्रो पङ्क भाइ सो म क्यामेरा हस्तान्तरण गर्छु एकछिन तर पक्नु सर स्कुटर लडाइसक्नु भएको छ कहाँ लड्यो खोइ भएन हो के खान न अनि भिडियो प्लिज बन्द गर न हालिदिन्छु भाइ सो गाइज एक्कासी छक्क पर्नु भयो होला कहाँबाट यहाँ आइपुग्यो भनेर होइन सो हिजो चाहिँ अनि त्यहाँ भिडियो बनाउँदा मेरो फोनै अफ भएको क्या त्यो भएर अनि मेरो फोन अफ अनि बेलुका म ड्रम बजाउनु गएको थिएँ सब्स्टिट्युट त्यो बेला पनि फोन अफ थियो अनि म हिजो त्यो योभन्दा अगाडिको क्लिप हिजोको भ्लग अनि आजको भ्लग हो क्या सो आज चाहिँ म सिधा घर आएर एन्ड त गर्नु पऱ्यो होइन सो अनि म कोसँग छु थाहा छ सो तपाईँहरूलाई म देखाउँछु म चाहिँ भर्खर नुहाएर बसिरहेको नि त सो आज मेरो भ्लगमा नयाँ मान्छे चाहिँ जोन चामलिङ राई
अघिसम्म क्लिप काट ल के गर्नु अरे अघिसम्म भ्लगमा आउँछु 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 भन्दै थियो होइन अनि अहिले आउनु भन्दा चाहिँ क्लिप काटेर अरे ल वाह कपाल चप्पल कोरेर आएको छु भ्लगमा आउनुको लागि चप्पलहरू टक्क सर्को हेर्नु होला सो अब हामी आजको भ्लगमा यत्तिकै हालिदिन्छु मतलब म अब पाउनु त रहेछ पाउनै त्यो गाइज यहाँको वेदर चाहिँ दामी भइरहेछ ल म देखाउँछु घाम त लागेको छ नि तर पनि दामी छ पाउनै यो चाहिँ दिस इज फ्रम थानकोटे फोकसै हुन्न क्या मेरो अस्तिदेखि के भयो यता माथि देखाउँछु अब म फोकसै हुन्न यो चाहिँ मैले अर्को क्लिप बनाएको फेरि फोकसै हुन्न क्या मेरो के भएर दामी छ यता आकाशहरू यस्तो दामी भइरहेछ हाम्रो जोन पनि सो गाइज अब चाहिँ हामी चिया खान लाग्यो अनि एकछिन यहाँ तल सो आज मसँग जोन चामिङ र अघिदेखि देखाइरहेको छु नि मैले हाम्रो जोनले चाहिँ बाइक घुमाउँदैछ यहाँ यो चाहिँ हाम्रो जोनको बाइक हो त्यतिको लाइसेन्स कहाँ राखेको थियो जोनले अस्ति भर किनेको बाइक हो सो अब हामी चिया खान जान्छौँ के लाइसेन्स कहाँ राखेको थियो यार मलाई त्यतिखेर थाहा छैन त्यति जेएमटी चलाएको थियो होइन अब हामी जाँदैछौँ टक्कले मस्तले जोन राइडर या कपाल चाहिँ फेरि मस्तले बिगारिदिन्छ नि ल ल ल ल ल ओए जेम्स तिमी त अब छैनौ हामी त जाँदैछौँ पोखरा गाइज अब मैले त्यहाँ जिलिमको फोनमा भ्लग बनाइरहेको छु जिलिम यहीँनिर छ हामी चट्ट अब हामी यहाँ यसरी चिया खान आएको चिया खाएर अब चट्ट यहाँ भ्यू हेर्नु सक्नुहुन्छ गाइज अनि हामी चट्ट अब भ्यू स्यू हेरिदिन्छौँ अब ब्लगर जोन सो फाइनली गाइज अब त्यहाँ फर्किँदैन हामी चिया पनि खाइसक्यौँ होइन अब जोनको बाइक म चलाउनु अरे जोनले माग्दा माग्दै दिएको जोन तिम्रो बाइक म चलाउनु होइन तिम्रो बाइक म चलाउनु होइन सो अब हामी जानुपर्ने हुन्छ मस्तले सो भ्लग एकछिनमा एन्ड गर्छु म घर पुगेर बाइक चाहिँ यहाँ छ सो हामी चाहिँ आइसक्यौँ होइन घर अनि पल्टिरहेको छु मस्तले अनि जोन पनि यहाँ पल्टिरहेको छ अब चाहिँ भ्लग एन्ड गर्नुपर्ने हुन्छ सो बाई बाई see you in next vlog bye